आज पालो छ महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्को निबन्धको शीर्षक छ नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष। साहित्यिक श्रेष्ठताको नाप, जनतामा परेको प्रभाव र सर्वकालीन हृदय स्पर्शितामा भर रहन्छ। नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यतिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जस्दैन जतिको भानुभक्त कविको नेपाली रामायण। धेरै यस रचनालाई हेला पनि गर्छन्, तर उनीहरू सम्झँदैनन् यो रचना आफ्नै हृदयको कति नजिक छ। हामीहरू ज्यादाजसो साहित्यलाई खालि श्रृङ्गार देख्दछौँ, शब्दलाई फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको अथवा कालिदासको झैँ उपमाहरूको झलझली मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा रसगोले माधुर्य अथवा संस्कृतको आडम्बर र खिचातानी चमत्कार। हामी अलङ्कार चन्द्रोदयलाई साहित्य सम्झन चाहन्छौँ। हामी बौद्धिक र बोक्री रुचि देखाउँछौँ। हामीहरू अनुप्रासलाई किताब भन्दछौँ र भडकलाई आधुनिकता। हाम्रो माग रुग्णको रुचि जस्तो छ, निस्सार हामी सार देख्दछौँ। हाम्रो 20औं शताब्दीको ज्यादाजसो कृत्रिमतामै रमाउँछ। हामी मुटु चाहँदैनौँ, भुलभुलावटको जरुरत छैन। सच्चा हृदयको स्वदेशी सौन्दर्यको कदर गर्न सक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै दोषभन्दा ज्यादा टड्कार छ। म चाहन्छु हृदय कविको छन्द भुलभुलावट होस् न कि तगड र औला गनाई। प्रसिद्ध प्रेमको प्रेरणा मलाई निको लाग्दैन। म चाहन्छु हृदयको ऐडी कविलाई त्यहाँबाट लेख्न मन लागोस् जहाँ मानव आँसुहरू प्राकृतिक भावमा पग्लिन्छन्, जहाँ सत्यको आमन्त्रण आत्माको सुन्दर ध्वनिमा स्पष्टीकृत हुन्छ। कवि बोलोस् जसरी चराहरू बोल्दछन्, न कि जसरी वास्तवमा कसरत गर्दछन्। हृदयले हृदयलाई बोलाओस् कवितामा, न कि आडम्बरलाई। सोझो सच्चा नाङ्गा पहाडको महत्त्व होस् कवितामा, जसबाट नालहरू आपसे आप भुलाउँदै उठ्दछन्। धेरैजसो यी कुराहरू भानुभक्तमा पाउँछु। त्यसैले मलाई यी सच्चा स्वदेशी कवि उप जतिको श्रद्धा लाग्दछ उतिको अरू कम पुरुषमा लाग्ला जस्तो लाग्दछ। उनले लेखे हृदयको प्रेरणाले र नेपाली हृदयमा प्रेरणा दिन उनमा नेपाली साहित्यको उत्पत्ति स्वदेशी डोको र घाँससँग सम्बन्ध राख्दछ। भानुभक्तले ढुङ्गाको तकियामा सुतेर बिउजदा फुलको हृदय भेट्टाए। घाँसीमा उनको परमेश्वर बोल्यो, सच्चा नेपाली हृदयलाई बिउझाइदियो, सुन्दर देशमा बोलाएर लग्यो। कविले त्यस बेलामा हार्दिक अनुभूति जुन श्लोकमा उद्गार गरेका छन्, त्यसमा भाषा र भाव सत्य झल्किने क्षणहरूको आँसु नजिक आउँछन्। भानुभक्तको आत्मालाई हृदयको देशमा धारा बनाउन मन लाग्यो। संसारका आत्मम्लान यात्रीहरूका निमित्त एउटा पार्टीको पौवाली हुन मन लाग्यो। जुन भावले अशोकले बाटामा वृक्ष रोपे होलान्, त्यही भावले सच्चा कविहरूलाई पहिलो ऐडी मिल्दछ। घाँसीको कथा हामी सबै नेपालीको हृदयमा गर्दछ अनि हामी प्राकृतिक प्रेरणाहरू र मानव हृदयका प्राथमिक आवासहरूको मुहारतिर फर्कन्छौँ। भानुभक्तले त्यस बेला रामायण लेख्न विचार गरे, जुन बेला नेपाली भाषा नेपालीको ओठैमा मात्र रहन्थ्यो, जब त्यसमा निश्चित आकार र उद्देश्य थिएन, जब व्याकरण गर्वमा थियो, जब पढेका अहङ्कारी पण्डितहरू भाषाको नामलाई नाक चेप्र्याएर नफरत गर्दथे, जब उनीहरूको मनमा नेपाली साहित्य नामक शब्द योजना नै उपहास जस्तो लाग्दथ्यो। त्यस बेला जनताको हृदयलाई पुराण भन्ने चलनमा सिवाय अरू भावुक पोषण लिने आश्रय थिएन। हामी लेखकका कठिनाइहरू ज्यादै कम अनुभव गर्न सक्दछौँ, तर सबै निर्माणकर्ताहरू अँधेरोका झल्का पाउँछन्। सुनसानको आह्वान सुन्दछन्, गोधुलीमा सुन्दर मन्दिरका यात्री बन्दछन्। मानवात्मालाई पोल्ने भावहरू सजिलैसँग पहाड चढ्दछन्, किनकि उनको हृदयलाई सुनौलो चुलीले भेटिसक्यो। अँधेरीमा आकार कुद्नलाई दिएको थियो। नयाँ सपनाकोले उनी छिनु लिएर बसे। पूर्वको स्वर्ण प्रभात मृदुमुख र झङ्कार लिँदै आयो। उनले पहाडको निलो मसीले लेख्नलाई आडम्बर भएन, तर प्रेम र श्रद्धाको यात्रा भयो भने नेपालको हृदय केन्द्रतिर भारतका शिशुकलाका मिठा कथाहरू सत्य झैँ झल्किएर पहाडी छातीमा भुलभुलावटबाट लिएर बाला नाला झैँ गुनगुनाए। भानुभक्तले रामायण लेखे। उनको आत्मवृत्ति भविष्यको धाई बनी हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनको लागि रामचन्द्र जाग्नुभयो। फेरि वनवास जानुभयो। फेरि हामी रोयौँ। फेरि सीता हरिनुभयो। फेरि रावण मारियो। हामीले झुलुङ्गाको भाषामा नवरस चाख्यौँ। भारतको आत्मा र अक्षरारम्भसँग खुल्यो
सच्चा पहाडी आत्माहरूको पढ्दा पढ्दै कोही हनुमान लगेर उठ्ने भए अपठितले पनि आँसु र हृदयको रोमाञ्चसँग नयाँ पाठशाला प्रवेश गरे। नेपालीले आफ्ना पुर्खा चिने र श्रम र सत्यले छोइएर बराबर झल्किँदै उनका राम्रा क्षणहरू सपना देख्न लागे। यहाँ केही थियो जो अघि थिएन, केही खँदिलो प्राप्ति। नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा हाल्नु थियो। धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा प्राचीनको स्पर्शले मुखारित हुन लागे। जहाँ एउटा बस्ती थियो, देवता र दिव्यको भारतले रस निचुरिएको थियो। नेपालको बारीमा एउटा सानो कल्प ध्रुव रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी फुलेका र फलेका पाउँछौँ। डाँडाको छातीमा उनको भाषा टक्राउन लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो। घर घरमा नयाँ दीपावली बले र हामी आधुनिकता रूढ कृत्रिमता विभूत यन्त्रयुगी शून्य हृदयी प्रश्नयुगी वैज्ञानिक प्रवृत्ति परिकीर्ण आडम्बर पण्डित मण्डकणहरू यी उनको विशाल प्रदानका महत्त्व दुर्तिक्रमणहरू बुझ्नदेखि सदा टाढा छौँ। साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो जो राष्ट्रको हृदयमा सबभन्दा तीव्र भएर बस्दछ। भानुभक्त सदाचारी मात्र होइनन्, नेपाली हृदयका श्रद्धालु थिए। हामीलाई उनी एउटा बुढो केटाकेटी जस्तो लाग्छ, जसमा तोतेबेलीको माधुर्य र हृदयको सरलता थियो। उनी संसारको कारागारमा रामायण लेख्थे, तर उनको आत्मा जेल बाहिर थियो। उनको माधुर्य सरलतामा छ, त्यो सरलता जो श्रद्धालु हृदयमा र बालकको विश्वासमा हुन्छ। उनको महत्त्व नै उनको सिधापन हो। उनी आडम्बरबाट त्यति टाढा थिए जति एक ध्रुवबाट अर्को ध्रुव। उनी सच्चा ब्राह्मण थिए र उनलाई सब नेपालीले घर घरमा सत्कार थियो। उनले जानेनन् उनी के गरिरहेथे, तर हामी जान्दछौँ उनले हाम्रा निमित्त के गरेर गए। उनको भाषा नेपालीको जिब्रो नजिकै आउँछ। उनी व्याकरणबद्ध थिएनन्, उनको व्याकरण नैसर्गिक बुद्धिको नियम थियो। उनका छन्द हाम्रो जिब्रोमा सजिलोसँग बग्दथ्यो, उनका झल्का हाम्रा आँखामा सजिलोसँग खुल्दछन्। उनी हृदयलाई आह्वान गर्दछन्। एउटा अज्ञात मोहनी हामीलाई उनको पङ्क्तितर्फ डाक्दछ। हामीलाई प्राचीन कालमा घुसे जस्तो लाग्छ, जहाँ राम राज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन्। मान्छे उनलाई अनुवाद तुल्याउँछन्, तर हामी अनुवाद देख्दछौँ पुराना ऋषिहरूका प्रतिध्वनि। उनी भाषा त्यहाँ जान्दैनन् जहाँ बालकहरू रमाउँछन्, जहाँ नेपाली निखर हुन्छ, जहाँ जननीहरू पुराना कथा सुनाउँछन्। उनका कृष्टता छैन र कृत्रिमता पनि। उनी शब्द बटार्दैनन्। उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दैनथे। उनको कलम सजिलोसँग चल्दथ्यो। कविता नेपाली पहाड नागेर कहिल्यै उड्दैन। उनको भाषा नलेख्ने कविहरूको भाषा जस्तो छ। हामी भानुभक्त पढेर शिक्षा सुरु गर्दछौँ र उनलाई हेला गरेर समाप्त गर्न खोज्दछौँ, तर बुझ्नेहरू आफ्नो घरको बत्तीमा अर्कै मोहनी देख्दछन्। नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको छैन, न त जीवनमा उनी अतुलनीय छन्। धेरैले समग्र नेपालीहरूको हृदय केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन्। उनी एक्ला छन्। अरूका ज्यादा विभिन्नता पाउन सकिन्छ, तर रङ्ग ज्यादा, प्रश्न ज्यादा शङ्का, तर उनी आफू जस्तै छन्, एकै किसिमको निर्मल। उनले सब समस्या सरल तवरले हल गरिसकेका छन्। उनको भविष्यलाई सन्देश यही छ, सत्यको श्रद्धा र नेपाली हृदयको वर्तित्व नै कविको पहिलो पानी हो। हाम्रा आदर्श छन्, उनी हाम्रा आदर्श छन्। मिल्टनलाई वर्ड्सवर्थले बोलाए झैँ धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलका युगमा आह्वान गर्न चाहन्छौँ। उनी रामायणले मात्र जाँचिन्छन्, यद्यपि त्यही उनको सर्वोच्चतम रचना हो। उनकै फुटकर कविताहरू आफै बोल्दछन्। तिनमा सरल माधुरी र सहृदयको चमत्कार पाइन्छ। तिनमा पाण्डित्य प्रदर्शनी छैन। लवजहरू दिललाई सोधी निस्कन्छन्। उनको बालाज्यूमा चातुरीको नर्तन छैन, खाली हृदयको भुलभुलावट। सानो शीतल स्वर्ग देखे, हावामा अमृत थियो। लहरा र फुल परिझैँ नाच्थे, चरा मोहनी बोल्थे। जति देखे उति लेखे। स्वानुभवको आनन्द स्वतः उद्गारित हुन्छ। उनी आधुनिक कवि झैँ कवि हुन बालाजु गएका थिएनन्, तर बालाजुमा आइपुग्दा कवि बनेका थिए। त्यहाँ
त्यस ठाउँले उनलाई छोएको थियो। उनी एकछिन इन्द्र बने अनि लेखिदिए उनको कान्तिपुरी मधुरताको सानो झिलिमिली खानी छ, तर त्यो झिलिमिली सत्यबाट निस्कन्छ, यथार्थ रूप धारणा गरेर। हाम्रो राजधानी उनलाई कान्तिको पुरी जस्तो लाग्थ्यो, जस्तो कहिलेकाहीँ हामीहरू बिहान बेलुका पहाड चुलीमा देख्दछौँ। उनी नेपाली स्त्री पुरुष देखेर हार्दिक प्रेमको कवितात्मक प्रशंसा लेख्दछन्। गुणकेसरी लाएका अप्सरा र राम्रा रमाइला बन्धुहरूले सुन्दर सानी अमरावती पृथ्वीमा खडा हुन्छन्। हामी त्यो कविता पढ्नबाट बुझ्दछौँ कति सरलतासँग उनी कान्तिपुरीको हृदय नजिक पुगे। आजकलका कविहरू पनि लेख्दछन् विशाल विस्तार र श्रीलङ्कासँग कोहो छानी अलौकिक चातुरी चाहन्छन्, तर हृदयले पाएका झल्काहरू त्यसै सुन्दर छन्। सचेत रोजाइको जरुरतै छैन। कवितामा गहिराई केही छैन जस्तो, तर नेपाली नालाहरूमा कसले सागरको गहिराई देखेन, कसैले सागरको गहिराई देखेन। गहिराई नखोज्नेहरूले खाल्टा बनाए। उनका कविता सरल भएर झल्किन्छन्। नेपाली पहाडमा उदाउने घाममा गम्भीरको मौन लिन चाहन्छन्, तर कालकल बोल्दछिन्, झल्किन्छन्। हामी भन्न सक्दैनौँ, तर त्यहाँ सत्य र सत्यको मोहै छ। उनका धेरै फुटकर कविताहरू हामी पाउनौँ, तर उनको अर्को एउटा सम्झना आउँछ जहाँ आँसु हाँस्दछ र बिन्ती पत्र लेख्दछ। मलाई उनी प्यारा छन्। मेरा निम्ति नेपाली साहित्यको इतिहासमा उनी सर्वश्रेष्ठ पुरुष हुन्।